यतिखेर हामी यो कालाझगराको सिडीमा जाने क्रममा छौँ हामी हैन। यतिखेर सबैजना भक्तजनहरू आज चाहिँ यो कालाझगरामा चाहिँ विशेष पूजा लाग्ने दिन चतुर्दशीको दिनमा यहाँ चाहिँ सबै भक्तजनहरू पछाडि आउँदै हुनुहुन्छ है। सबैजनाको आगमन हुँदैछ। यो चाहिँ पछाडिको यो सबै भिरपाखाको एरिया नै रहेको छ है। अनि यो चाहिँ पछाडिपट्टि चाहिँ हाम्रो साइपाल हिमाल पनि देखिरहेको छ। यताबाट साइपाल हिमाल चाहिँ देखिरहेको छ। के ब्याकग्राउन्डबाट मैले साइपाल हिमाल देखाउन चाहेँ। यो चाहिँ यहाँको कालाझगराको ठ्याक्कै अगाडिपट्टि पर्ने ठुलो भिरपाखा भिर हो। यहाँबाट चाहिँ साइपाल हिमाल पनि देखिरहेको छ। यताबाट साइपाल हिमाल चाहिँ साइपालको हिमाल चाहिँ यहाँबाट देखिन्छ स्पष्ट तरिकाले। आज चाहिँ कुहिरो नभएको कारणले चाहिँ राम्रै देखिरहेको छ। के अरे हिमाल सर्लक्क देखिरहेको छ। यो चाहिँ यहाँबाट देखिने यो ढमकनेको गाउँ अथवा रजतोली गाउँ, चिल्ले गाउँ, मारतडी सबै देखिन्छ यहाँबाट है। सबैजना आउँदै हुनुहुन्छ बिस्तारै। राम्रै हुन्छ सब। जात्रो पनि आयो, जात्रो पनि त्यस्तै छ। अगाडि गयो अन्त पछाडि छ। ल राम्रै राम्रो भएको छ। अब सब पुरा खुकुरी खुकुरी चिनी त्यहाँसम्म र कति लोक आएको छैन, कति लोक पछाडि छ। अब राम्रो पऱ्यो। हाम्रो मालिका पनि देखियो, भुजुन्ना पनि देखियो, यो खप्तर पनि देखियो, एउटा देखियो। राम्रै राम्रो भयो। कालाझगरा सिद्ध राम्रो कालाझगरा सिद्धले राम्रै हेऱ्यो। गाउँ बराम की जय। गाई भैंसी की गाई भैंसी की गाई भैंसी की पाठो बाख्रा की घोडी भेडी की घोडी भेडी की घोडी भेडी की घोडी भेडी की अन्न धन की अन्न धन की धामी डाङ्री की रानी डांगरी की रानी डांगरी की जय। रानी डांगरी की गाँव गराम की गाँव गराम की देश भोटकी देश भोटकी।
पुगिसकेका छौँ। कालाजग्राको मन्दिरसम्म हामी चाहिँ पुगिसकेका छौँ है। यो बढीमालिका नगरपालिका वडा नम्बर 7 मा पर्ने कालाजग्रामा धेरै पछि आज यहाँ मेला लाग्दैछ। मैले सार्वजनिक गरेको यहाँ फेसबुक मार्फत यहाँ मनाइरहेको यो 20 मा पर्ने कालाजग्रा क्षेत्र हामीले ठ्याक्कै यतापट्टि हेर्दा खप्तर त्यसकै पूर्वपट्टि हेर्दा रारा र यता ठ्याक्कै अपोजिट हेर्दा बढीमालिका उता बुढीनन्दा माईको बिचमा रहेको कालाजग्रा मन्दिर हाम्रो देशकै बढीमालिका नगरपालिकाको प्रमुख पर्यटकीय क्षेत्र जो कि हामीले पुरापूर्वकालदेखि मनाउँदै आइरहेको यो कालाजग्रा मन्दिरमा हामी आज एकसाथ भक्तजनको साथमा हामी पूजा गर्न गइरहेका छौँ। यहाँ आउने महानुभावहरू तीर्थयात्रीहरूलाई यो बढीमालिका कालाजग्रा गुफा मन्दिर क्षेत्र संरक्षण समितिको तर्फबाट बढीमालिका नगरपालिका वडा नम्बर 7 को तर्फबाट सिङ्गो बढीमालिका नगरपालिकाको तर्फबाट हार्दिक आभार व्यक्त गर्न चाहन्छु। मैले 18 गते फेसबुक मार्फत यहाँबाट देखिने दृश्यहरू हाम्रो छिमेकी जिल्ला हुम्ला मुगु को रारा र यताबाट बजाङसम्म नियालिरहँदा हाम्रो खप्तर छेडे गाउँपालिका बुढीगङ्गा नगरपालिका यता गौमूल गाउँपालिका लगतै यता हामीले जगन्नाथ गाउँपालिका यताको स्वामीकाती गाउँपालिका बुढीनन्दा नगरपालिका हिमाली गाउँपालिकासम्म हामीले यहाँबाट दृश्य लिन सक्छौँ। हामी आज यो पूजा गर्दै गर्दा हामी देश विदेशमा रहनुभएका नेपाली दाजुभाइ दिदीबहिनीहरू नेपालमा रहनुभएका दाजुभाइ दिदीबहिनीहरू यो बढीमालिका नगरपालिका बाजुरा क्षेत्रमा रहनुभएका सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूलाई यो समितिको तर्फबाट हार्दिक आभार व्यक्त गर्न चाहन्छु। यो क्षेत्र पर्यटकीय गन्तव्य बन्ने क्षेत्रमा नेपाल सरकारको स्वामित्व, प्रदेश सरकारको स्वामित्व र बढीमालिका नगरपालिकाको स्वामित्व वडा कार्यालयको समन्वयमा हामीले विभिन्न संरचना बनाइरहेका छौँ। भावी दिनमा पनि यो ठाउँमा आवश्यक पर्ने संरचनाहरू बन्नेछन् भन्ने आशामा यो प्रवर्धन समितिको तर्फबाट म आभार व्यक्त गर्न चाहन्छु, धन्यवाद व्यक्त गर्न चाहन्छु। अब यो माझले त्यो राजगढमा
त्यो थाहै यो चाहिँ यो भ्यू टावरबाट देखिने दृश्य हो यहाँको यो मन्दिर भन्थे हुँदै यो चाहिँ भ्यू टावरबाट देखिने दृश्य सम्पूर्ण दृश्य हामी देख्न सक्छौँ। यहाँ चाहिँ यो हावा चलेर अत्याधिक हावा चल्ने भएका कारणले चाहिँ यहाँ साउन्डको क्लियरिटी नहुन पनि सक्छ होइन। यो चाहिँ भ्यू टावरबाट देखिने सबै दृश्य देखिन्छ यहाँ पुरै सिङ्गो आदि बाजुरा नै देखिन्छ भन्ने आदि बाजुरा नै पनि आदि बाजुरा देखिन्छ होइन यहाँबाट भन्ने क्यामेरामा त्यति क्याप्चर गर्न नसके पनि होइन क्यामेराबाट त्यति स्पष्ट रूपमा देख्न नदेखिए पनि तर यहाँबाट यहाँ आएर हेर्दाखेरि चाहिँ भ्यू चाहिँ स्पष्ट तरिकाले चाहिँ देखिँदै गर्दछ। यहाँ चाहिँ यो चाहिँ कालाझगरा यो ढुक्कने तर्फबाट आउने बाटोको भ्यू हो। यो चाहिँ तपाईँको यता चाहिँ यो सिङ्गो देखिन्छ यता उताबाट चाहिँ हाम्रो सबै भ्यूहरू चाहिँ यहाँबाट चाहिँ हामी अवलोकन गर्न सक्छौँ। यहाँ चाहिँ यो चाहिँ एउटा यहाँ चाहिँ जङ्गलको एरिया हुँदै हाम्रो चाहिँ यो बुढीनन्दा एरियाको सबै भ्यूहरू चाहिँ यहाँबाट स्पष्ट देखिन सक्छौँ। यहाँ चाहिँ घरदेखि लिएर खेत जमिनदेखि लिएर सबै भ्यूहरू चाहिँ यहाँबाट राम्रो तरिकाले चाहिँ देख्न सकिन्छ, हामी देख्न सक्छौँ। यो चाहिँ एकदमै उचाइमा भएको कारणले चाहिँ यो चाहिँ सबै भ्यूहरू चाहिँ हेर्न सक्छौँ हामी चाहिँ। यति नै हो यहाँको। चाहिँ राम्रो स्पष्ट तरिकाले चाहिँ देख्न सकिन्छ हामी। यताबाट बुढीनन्दा साथै उताको हिमाल पनि देखिरहेको छ। त हिमाल